भात खाने मन्त्री के अरे भातलाई चाहिँ खानै नखाउँ भनेको यो साग मासु पनि डाडु एउटै बनाउने हो कि दुईटा बनाउने हो कोही मासु नखाने होला फेरि यसलाई मासु नखाने होला नि कोही त्यहाँ चाहिँ पनि के भन्नु तेस्रोपल्ट भात खायो तिहार पछि हेलो मैले तरकारी चाहिँ हाल्नै दिन्छ भयो भयो भन्नु न ए भाइको गुनासो कतिपल्ट आइसक्यो माघमा हुनसक्छ भनेर भनेको छ क्या